हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरु सबैजनालाई एगेन मेरो युट्युब च्यानलमा वेलकम छ। अनि आज चाहिँ मैले चाहिँ एउटा भिडियो चाहिँ विशेष गरेर एउटा गेम भिडियो चाहिँ बनाउन गइरहेको छु। अनि त्यो चाहिँ के भन्दाखेरि चाहिँ अहिले चाहिँ एकदमै के हो, इट्स इभिनिङ टाइम। अनि अहिले चाहिँ एउटा मैले चाहिँ मेरो दिमागमा चाहिँ एउटा गेम आयो। अनि त्यो चाहिँ मैले साथीले चाहिँ इभिनिङ टाइम हो, नखेल्नु अब तैँले चाहिँ पनि त्यहाँनिर गर्न सक्छस् भनेर डराइरहेछ। तर पनि मैले चाहिँ उसलाई मनाइसकेको छु खेलौँ भनेर। अनि मैले चाहिँ एउटा चिट बनाउँछु एउटा कागजमा। अनि त्यो चाहिँ अब त्यहाँनिर चाहिँ जे पनि लेखेको हुन्छ अनि त्यो चाहिँ गर्नै पऱ्यो क्या। त्यो आफूलाई चिट तान्ने अनि त्यसमा के लेखेको छ त्यो चाहिँ आफूले गर्नुपर्ने हो। त्यस्तो खालको चाहिँ भिडियो चाहिँ हो यो। विशेष गरेर गेम जस्तै हो, तपाईँहरूले फुल इन्जोय गर्नुहुनेछ। सो स्किप नगरिकन यो भिडियो फुल हेरिदिनु होला है त। लेट्स सी साथीहरु, हामी चाहिँ अब गेम खेल्नको लागि एकदमै रेडी भइसकेको छौँ। तिमीहरू पनि रेडी हो दुईजना? अलवेज। अनि सो हामीले चाहिँ मैले यहाँ सबै चिट बनाएर चाहिँ यहाँ यसरी राखिसकेको छु। अनि यो चाहिँ कस्तो विनर र लुजर भन्दा पनि यो चाहिँ एउटा फनको लागि हो। अनि हामीले चाहिँ अब यो तानेपछि यहाँ अरूलाई गराउनु पर्ने हो कि आफैले गर्नुपर्ने हो भनेर चाहिँ मैले यो कुरा चाहिँ स्पष्टसँगले यहाँ लेखेको छु। अनि अब कसले त्यो चिट तान्दाखेरि चाहिँ कसको भागमा के पर्छ त्यो चाहिँ उसले गर्नुपर्ने हुन्छ। सो यो चाहिँ एउटा रमाइलोको लागि हामीले साथी मिलेर यो एउटा गेम जस्तो खेल्नु खोजेको हो, एउटा च्यालेन्ज जस्तो पनि हो। अनि तपाईँहरूले चाहिँ स्किप नगरिकन फुल भिडियो हेर्नु होला। अनि अब सुरु गरौँ है त। फेरि अब कसले पहिला फर्स्ट ल म तिमीहरू आँखा चिम गरेर म एउटा उयो गर्छु। म चाहिँ यहाँ एउटा औँलामा थुकाल्छु। म चाहिँ फर्स्टमा तान्दिनँ, उनीहरू दुईजनामा एकजनालाई तान्न लाउँछु। अनि म चाहिँ यहाँ एउटा औँलामा चाहिँ अब एउटा औँलामा थुक्दल्छु। अनि कसले चाहिँ कुन पक्रिन्छ त्यसको चाहिँ फर्स्ट टर्न त्यसको हुन्छ है त। आँखा चिम ल तान न एउटा हो। मैले चाहिँ यसमा लगाएको थिएँ। सो फर्स्ट टर्न चाहिँ मेरो बहिनीको छ। अब तान्ने तिम्रो टर्न। यहाँ चाहिँ मैले के लेखेको छु भने त्यो फेसबुकतिर त्यो हाम्रो इमोजीहरू हुन्छ नि, त्यो फनी इमोजीको चाहिँ फेस चाहिँ बनाउनु पर्यो क्या। उसले कम्तीमा पनि 5वटा त्यो फनी इमोजीको फेस बनाउनु पर्यो। जस्तै कि कुनै स्याड, कुनै ह्याप्पी, कन्फ्युज हो, त्यस्तो खालको चाहिँ मैले यहाँनिर त्यस्तो लेख्नु खोजेको हो। सो मैले उसलाई बुझाएको। ल अब 5वटा होइन 5वटा अनि 3वटा धेरै हुन्छ त। अनि अब 2वटा त्यस्तो इमोजीमा यस्तो हुँदैन नि त। नि के भन्नुभएको हुन्छ र? लु अनि अर्को अब एउटा लास्ट। अब चाहिँ एउटा भयो। कुन हो त्यो चाहिँ के हो? अब यो त्यो के गरेको त्यो पनि त भन्नु भएन। सिली हो त्यो सिली कस्तो हो त? ए सिली जे भए पनि भयो। अब हाम्रो यो चाहिँ भइसकेको चाहिँ म यसलाई फालिदिन्छु। अनि अब म चाहिँ लास्टमा गर्छु। अनि मैले किनकि मैले नै बनाएको हो नि त। सो सेकेन्डमा चाहिँ उसको टर्न। अब एउटा तान्नु पर्यो यतिमा। दुईटा एउटै होला, मैले ठुल्ठुलो बनाएको थिएँ। के छ खोइ उसलाई त सजिलै परेछ, देख्न सक्नुहुन्छ साथीहरू। मेलिना राईको चाहिँ 5वटा गीतको चाहिँ नाम भन्नु पर्यो क्या। उसले कुन गीत हो भनेर त्यो गाउने होइन, नाम मात्रै भन्ने। उसलाई त सजिलै सिकाउनु पाइँदैन। कुनै सिकायो छिटो टाइम हुन आँट्यो। एउटा तिमीले बाटो रोज्यौ। तिमीले बाटो फेऱ्यो भने एउटा। अनि अर्को एउटा भयो। कति छ त मेलिना राईको त? नि गीत पनि सुन्नु पर्यो नि त उनीहरूको लागि। छिटो एकछिन गाने सोच्नु परेन। यस्तो हुँदैन है। गीत सुन्नु टाइम अफ हुन आँट्यो है। त्यो चाहिँ नभन, एकछिन सोच्नु त्यो के गएको छ त्यही। छिटो न यति सजिलो पनि जान्दैन। मैले गीत सुन्नु पर्यो नि जानको लागि।
यस्तो पाइँदैन छिट गर्नु मेरो भिडियोमा किनकि म सोच्न पनि भयो भने तिमीले बाटो फेरि अरे एउटा अनि के छ आउँदैन कति चलेको गीतहरू माग्नुको काखमा त कहिले गायो माग्नु आउने नाइ भन्छ यति पनि आउँदैन अघि भन्नु नि हामी सोचिहरू आउँदैन बस के गर्छु त्यसो भने 500 ठक बैठक अनि यसो नै सक्दा जसले चाहिँ पास गर्छ यदि उसले भन्यो भने चाहिँ उसले चाहिँ प्राइजमा चाहिँ उसलाई चाहिँ ₹50 पाउँछ उसले चाहिँ सो पास कसले गर्छ मलाई कि उसलाई कसलाई पास गर्छ त म आफै पास गरेर 50 रुपियाँ लगे टाइम अफ हुन आँट्यो बुझिला फटाफट त्यो ताबुन्ने तयामा भनेर हो नि हो त यति इजी पनि जान्दैन नि अनि तिमीले बाटो फेर्यो अरे एउटा अनि के थियो मेलिना राईको गीतहरू पनि जान्दैन साथीहरू के भन्नु र मलाई 50 वटा जति आइसक्यो मेरो लु तले तपाईलाई पास गरेको लु हेरौँ न त हामी 50 वटा नै भनि न त 50 वटा होइन यहाँ 5 वटा मात्रै छन् जे भए लु भन न त 50 वटा छ एउटा तिमीले बाटो फेर्यो अरे अनि अर्को त्यो एमजी रोडैमा भन्ने अनि तिमीले बाटो फेर्यो अरे 2 पनि अनि तिमीले बाटो फेरि अरे टुची भन्न पाइँदैन त्यो अर्कै गीत हो के त्यो अनि अर्कै गीत भने त्यो अर्कै गीत अर्कै गीतको अर्कै गीत हो क्या अर्को भन्नुपर्छ 50 वटा गीतमा चाहिँ कसरी त्यो तिमीले बाटो फेरि अरे 2 पनि त नु कम्मरमाथि पटुकी अनि 3 वटा भयो है 2टा भयो होइन 3टा भइसक्यो एमजी रोडैमा भन्ने 3टा भयो अनि त्यो बाटो फेर्यो अरे अनि मलाई 50 वटा जान्ने मान्छेको होइन म भन्छु तिमीले बाटो फेर्यो अरे अनि एमजी रोडैमा अनि त्यो खैनी चुरोट खान्छौ कि दाँतै कालो छ भने त्यो अब सुर्के खोइ मेलिना राईले नि गाएको त्यो होइन हेर न अनि अब दुईटा बाँकी छैन अघि त गफ दिइहाल्यो कि तर मेरो टर्नमा मलाई नै आएन खत्म बाय बाय टाटा पसिनै आइसक्यो 3टा भएन अब दुईटा चाहिँ दुईटा के छ बरु एलिना चौहानको भन्दा मलाई सबै आउँथ्यो क्या ए हामीलाई पनि आउँछ नि अनि त्यसो अब सबै 50 वटामा अनि कसरी चाहिँ 3टा भयो 3टा भयो अब दुईटा मेलिना राईको त कुन कुन त थियो म फेरि यस्तो गीतहरू पनि खासै सुन्दिनँ मलाई नि अब गाह्रो पर्यो अघि गफ दिएर किन चाहिँ यो दिमागमा नआएको मेलिना राईको कति धेरै गीत छ हौ कम्मरमाथि पटुकी त्यो पनि मेलिना राईकै हो अनि सुर्के थैली खै लु 5 वटा भयो सुर्के थली त होइन त अनि एउटा लास्ट त्यही तिमीले बाटो फेर्यो अरे टुलु त्यही हो लास्ट हुन्छ के त्यस्तो त्यो पनि त अर्कै गीत हो नि त अर्कै गीत भएपछि भन्नु पाइन्छ छिटो स्टार्ट गरौँ न ल अब कसको अब मेरो टर्न नि अब कौशिला दिदीको टर्न होइन उसको सकिएको नि त अब मेरो हो क्या यस्तो पास गरौँ लाग्यो सो साथीहरू अब थर्डमा उसको पछि चाहिँ मेरो टर्न आएको छ अनि म चाहिँ कुन अब मेरोमा चाहिँ के पर्छ भने डर लागिरहेको छ आफ्नो टर्नमा चाहिँ डर लाग्दो रहेछ क्या ओ बस गर्ने सकिहाल्छ यति त साथीहरू म 3 हुन्छ म चौकान्छ माथि पछि हो 4 भयो है 5 6 7 आयो बोले 8
मेरो बहिनीको टर्न छ। लु एउटा तान्ने हो। के छ 1 मिनेटसम्म नहाँसिकन लगातार रुने। अब उसले चाहिँ म चाहिँ टाइम हेर्नको लागि चाहिँ एउटा फोन ल्याउँछु। मेरो एकाउन्टमा चाहिँ छैन यस्तै गर्नु। यसमा चाहिँ म अब उसले चाहिँ के परेको छ भन्दाखेरि चाहिँ 1 मिनेटसम्म चाहिँ उसले नहाँसिकन रुनु पर्ने। अनि म चाहिँ यहाँ एउटा टाइम सो साथीहरू अब उसको चाहिँ 1 मिनेटसम्म चाहिँ नहाँसी लगातार रुने परेको छ। अनि म चाहिँ अब यहाँ टाइमर सेट गर्छु। अनि ऊ चाहिँ 1 मिनेटसम्म चाहिँ लगातार नहाँसिकन चाहिँ रुनु पर्यो। 1 2 3 स्टार्ट। नहाँसिकन म हाँसेकै छैन म रुको। खोइ आवाज निकालेको साउन्ड निकाल्नु। आवाज पनि निकाल्नु पर्छ। खोइ रुको यस्तो हुँदैन यो रुको। साह्रो रुने साह्रो। ये भगवान क्या जुलुम है। खोइ रुको भएन है। खोइ रुको यस्तो चाहिँ हुँदैन रुको। अब म यसरी रुन्छु दानी। छिटो हुँदैन है। म रुको। सो साथीहरू मेरो बहिनीको चाहिँ उसले चाहिँ च्यालेन्ज एक्सेप्ट गरेर पनि उसले पुरा गरिसक्यो। तर ऊ चाहिँ त्यसमा फेल भयो किनकि उसले रुक्नुपर्ने त्यो एक्ट चाहिँ उसले पर्फेक्टली गर्न सकेन। अनि त्यही भएर मैले चाहिँ यसमा चाहिँ खासै त्यस्तो त्यो पनिसमेन्ट पनि त्यस्तो केही पनि राखेको छुइनँ। यो चाहिँ जस्ट फर फनको लागि मात्रै हो। अनि अब टर्न कसको? अब तेरो टर्न। अब आफ्नो टर्नमा चाहिँ डर लाग्दो रहेछ। खै मलाई त डर लाग्यो कि छैन त। के छ खैरो? यस्तो नै हो सक्ता। यो त म त यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ छोटो कपाल 1 सेन्टिमिटर भनेको यति हुन्छ हौ। 1 सेन्टिमिटर हो। त्यही भएर मैले थोरै लेखेको। उसकोमा चाहिँ के परेको छ भन्दाखेरि चाहिँ 1 सेन्टिमिटर कपाल काट्ने। उसलाई चाहिँ उसको कपालको एकदमै माया लाग्छ किनकि उसको कपाल चाहिँ छोटो छ। अनि उसलाई चाहिँ लामो कपाल भएको चाहिँ एकदमै मनपर्छ नि त। अनि मैले चाहिँ यहाँनिर चाहिँ 1 सेन्टिमिटर कपाल काट्ने भनेर चाहिँ उसको चाहिँ त्यो च्यालेन्ज उसलाई चाहिँ उसको कपालको एकदमै माया लाग्छ किनकि उसको छोटो छ नि त। अनि कहिले लामो हुन्छ भनिरहेको थियो। अब काट्नु त परेको यति ए हुँदैन एउटा कपाल यति जति 1 सेन्टिमिटर यति जति हुन्छ। मेरो खोडै हुँदैन कपाल। 1 सेन्टिमिटर त्यति हुँदैन। 1 सेन्टिमिटर त यति जति हुन्छ ल। फेरि यति झन्डै मेरो कपाल ताक्लु बनाइदिनु। यति लामो चाहिँ हुँदैन कि। हुन्छ हौ हुन्छ कसरी हुँदैन। हार्दिक श्रद्धाञ्जली कौशिला दिदीको कपाल। फेरि कम्ता काट्ने कुन सिलैन। मेरो यति लामो कपाल। केही हुँदैन क्या बढिहाल्छ नि। उसको चाहिँ यति लामो छ र त्यस्तो भनेको। उसले चाहिँ मेरो पर्दा म पनि गर्थेँ। सो उसले चाहिँ च्यालेन्ज एक्सेप्ट गरे भने उसले उसको कपाल काटिसकेको छ। अब हामी जान्छौँ नेक्स्ट च्यालेन्जतिर। ल अब कसको टर्न? मेरो? के पर्छ नि भगवान्। नाइ मलाई चाहिँ के परेको छ भने मेकअप गरिदिने। अनि म चाहिँ अब उनीहरूको दुईजनाको मेकअप गरिदिन्छु किनकि मैले अघि आफूले गर्ने हो कि आफूले गराउने हो भनेर स्पष्ट खुलाएको छु भनेको थिएँ। सो मैले चाहिँ मेकअप गरिदिने भनेर यहाँनिर लेखेको छु। मैले चाहिँ उनीहरू दुईजनाको चाहिँ मेकअप गरिदिन्छु। अब म मेकअप अब चुडेली हुने भयो नि त हो। अनि हामी त चुडेली नै बनाउनु भयो। सो साथीहरू मैले चाहिँ मेकअपको सामान पनि लिएर आइसकेँ। तर मलाई चाहिँ उनीहरूलाई त्यो एकदमै ब्युटिफुल खालको देखिने मेकअप गरिदिने। उनीहरूलाई चाहिँ म एकदमै कस्तो खालको भन्दा पनि उनीहरूलाई म एकदमै धेरै ब्युटिफुल होइन भेरी भेरी ब्युटिफुल बनाउँछु होइन। त्यो चाहिँ कस्तो बनाउँछु भनेर तपाईँहरूले अब हेर्नुहुन्छ है त। एकदमै म उनीहरूलाई ब्युटिफुल बनाउँछु। म चाहिँ मेकअप आर्टिस्ट हो नि फेरि। अब कम्ती गर्नु
हल्का मात्रै त म त भइसक्यो त नि भूत बनाउँछस् के बनाउँदिन क्या म कति तिमीलाई गोरी आएर नि राम्री बनाउँछु भने चाहिँ राम्री बनाउँछु क्या म धेरै राम्री बनाउँछु यस्तो राम्री बना त्यो अहिले हेर्नु पाइँदैन अहिले आँखा चिम गर्ने आँखा चिम आँखा चाहिँ मैले ए यो पनि मेकअप हुन्छ मेकअप यो नयाँ स्टाइलको हो नयाँ डिजाइनको दिदी त नआए सँग गेम खेल्नु पर्छ आँखा चिम गर्ने छिटो हो, म राम्रो गरिदिन्छु क्या राम्रो राम्रो गरिदिन्छु मलाई तेरो कति माया लाग्छ तँलाई नराम्री बनाउँछु जस्तो लाग्छ सो मैले उसलाई गाजल पनि लगाइदिइसकेको छु अब चाहिँ मस्कारा पनि लगाइदिन्छु म उनीहरूलाई किनकि गोरी मेकअप हुन्छ कति दिन नआए मलाई त नलगाइदिनु है मस्कारा सो यो चाहिँ ब्लस अब पाइपले नगर्नु। गालामा म ब्लस लगाइदिन्छु दिदी यो मलाई सो यो चाहिँ ब्लस अनि लिपस्टिक म चाहिँ ब्लसलाई नै लिपस्टिक बनाउँछु गति चाहिँ नगरे ल सो नहेर्ने हेरेको छुइनँ मैले सो मैले चाहिँ उनीहरूलाई दुईजनालाई चाहिँ यति ब्युटिफुल बनाएको छु भनेर तपाईँहरूले हेर्न सक्नुहुन्छ चल्दै साथीहरू उनीहरूलाई चाहिँ मैले दुईजनालाई ब्युटिफुल बनाइसकेको छु म मेकअप आर्टिस्टै हो है भनेर चाहिँ यसरी पनि प्रुभ हुन्छ दुईजनालाई हेर्न तपाईँलाई सक्नुहुन्छ त कति राम्रो सो अब चाहिँ कसको टर्न अब उसको टर्न बहिनीको टर्न अब त मेरो पनि त्यस्तै पर्नु नि हो के परेको छ हेरौँ आँखा झुम्का एकदमै पकाउँदा सो बहिनीलाई चाहिँ साथीहरू आँखा झिम्काउने परेको रहेछ सजिलै हो दुइटै आँखा झिम्काउनु पर्यो नि फेरि खोइ त्यसरी होइन पालो पालो उता क्यामेरामा हेरेर हो मलाई अनि अब आँखै स्याहार्नु छ कसरी झुम्काउनु ल यो त इजी नै भयो अब नेक्स्ट टर्न चाहिँ उसको मेरो चाहिँ के भन्छ होला छिटो लपडो स्वाहा के छ हेरौँ मैले त लगाइदिने भयो कसलाई लगाइदिने सो उसको माथि के परेको अब उसले चाहिँ मलाई फुल रिभेन्ज लिन्छ साथीहरू किनकि उसको माथि के परेको छ भने मैदा लगाइदिने भने चाहिँ उसले आफूले लगाउने होइन अरूलाई लगाइदिने हो त्यही भएर मैले स्पष्ट खुलाएको थिएँ सो अब उसले चाहिँ कसलाई लगाइदिन्छ त्यो चाहिँ अब उसमै डिपेन्ड हुन्छ दुईजनाले लगाइदिन्छु सो साथीहरू उसको माथि चाहिँ मैदा लगाइदिने परेको थियो अनि मैले यो मैदाको यो खोले लिएर आएँ सबै चाहिँ लगाइदिने होइन ए आँटा अनि सबै चाहिँ लगाइदिने होइन किनकि हामीले अब रोटी बनाउनु के बनाउनु चाहिन्छ थोरै मात्रै लगाइदिने त्यस्तो धेरै डिफेन्स लिने होइन किनकि मैले कति राम्री बनाएको छु त्यहाँनिर ल त लिन्छु त्यो खोले धेर आउँछ भने सानो मुख काटेर लिन्छु यसो गर्नुपर्छ हौ यसो गर्दा भइहाल्यो नि किन त्यो गर्नु पर्यो कसलाई कस्तो मलाई थोरै मलाई नलगाइदिनु न मलाई प्लिज के मलाई रात परि सब यहाँ दिदीलाई लगाइदिनु न भन्दा दिदीको एकदम स्किन ओइली छ राम्रो छ प्लिज प्लिज नाइ त्यसो छ्याप्पै चाहिँ नलगाइदिनु है थोरै तिम्रो टिका मात्रै दिदीलाई त लगाइदिनु ल म टिका मात्रै लगाइ दरो रिभेन्स लिने भयो क्या कस्तो नै मलाई चाहिँ छ्याप्पै चाहिँ नदिनु भयो म आँखामा पसो अब तिमीलाई म थोरै लगाइदिन्छु भयो सबै चिजलाई लगाइदिनु मन थियो तर के गर्नु रिसाउन आँटे जस्तो पक्क मलाई पनि पुरा राम्रै बनाउन आँट्नु भयो क्या सो साथीहरू मलाई देख्न सक्नुहुन्छ म कस्तो भएको छु खै मैदा लगाएर कस्तो बनाएको छ कोनी भरे भिडियोमा हेर्छु अनि अब कसको टर्न मेरो प्लिज भगवान् मलाई बचाइदिनु होला है प्लिज 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 मलाई यही चाहिँ नपरोस् जस्तो लाग्छ त्यो अघिदेखि मलाई इङ्ग्लिस आउँदैन 1 मिनटसम्म इङ्ग्लिस बोल्ने मलाई इङ्ग्लिस आउँदैन म चाहिँ के बोल्नु म चाहिँ फोन लिएर आउँछ नि रोक्नु है यो चाहिँ फेरि यही चाहिँ मलाई अघिदेखि नपरोस् जस्तो लागिरहेको थियो किनकि मलाई इङ्ग्लिस आउँदैन अब म चाहिँ के बोल्नु हो 1 मिनटसम्म चाहिँ लु साथीहरू अघि चाहिँ मलाई दिदीले त्यो 1 मिनटको त्यो गर्न लानु भएको थियो अब चाहिँ म दिदीको लागि 1 मिनट टाइम हेर्नेछु सो होइन एकछिन म चाहिँ के बोल्नु मैले सोच्नु परेन सो साथीहरू मेरो चाहिँ 1 मिनटसम्म चाहिँ इङ्ग्लिस बोल्ने
परेको छ अनि बहिनीले चाहिँ टाइम हेरिदिन्छ अनि उसले चाहिँ टाइम सेट गर्छ। मलाई इङ्ग्लिस बोल्नु आउँदैन, भन्नु पनि लाज लाग्छ, तर मलाई साँच्चीकै आउँदैन। म के बोल्नु 1 मिनटसम्म? मलाई 1 मिनटसम्म नेपालीमा त बोल्नु आउँदैन, इङ्ग्लिसमा चाहिँ म के बोल्नु? 3, 2, 1 गो। So finally, first time I speak English around 1 minute. I don't know how to speak. हाउ भनेको दुध होइन नेपाली। I don't know. 1 मिनट यसरी हाँसेर बिताएर त हुँदैन नि त। अन्त दिदी म त अझै थपिदिन्छु पनि। My name is Samjana Limbu. I am 23 years old. I don't know how to speak English. I'm so much. I'm so much nervous. यो गरेको पनि मिनेट चाहिँ बनाउनु पर्छ है फेरि। मैले यहाँ रोकिरहेको छु नि, चिन्ता नगर्नु। I'm so happy because I have beautiful sister and beautiful my friend, my best friend, my Close friend. everything, my close friend. Oh my God. And I'm so happy because I am speaking non-stop around 1 minute. What are you doing? What am I doing? I don't know. What? When. This is also English word, so I can use APPL, apple, DL, ball, city, cat, DOG, dog. What a crazy girl. Sunday, Monday, Tuesday, January, February, March, April. So please guys, support me, like, comment and subscribe my YouTube channel. This is also English word, so I can use. And I love you, I miss you, I kiss you, I hug you. Boy, 1 minute boy, I complete my challenge. आजदेखि चाहिँ नि साथीहरू म अब इङ्ग्लिसमा मात्रै बोल्छु या मलाई 1 मिनट बोल्नु पनि सकिनँ कि भन्नु पनि लज्जास्पद कुरा हो कि होइन, तर पनि मैले मेरो च्यालेन्ज एक्सेप्ट गरेँ। मलाई अघि नै यो चाहिँ नपरोस् जस्तो लागिरहेको थियो क्या, किनकि मलाई बोल्न आउँदैन अनि मलाई चाहिँ यही थियो डर लागेको। सो यो पनि कम्प्लिट भयो। अब कसको टर्न? अब चाहिँ उसको टर्न छ। के पर्छ हेरौँ नि त। लु है जेसुकै होस् हौ। के परेछ? 50 रुपियाँ प्राप्त। यस, म त धनी भयो नि साथीहरू। सो मैले चाहिँ 50 रुपियाँ प्राप्त लेखेको थिएँ। सो उसले चाहिँ अब 50 रुपिस पाउनेवाला छ। सो मैले चाहिँ यो चाहिँ मैले अघि नै यहाँ राखेको थिएँ पैसा चाहिँ, अनि यहाँनिर उसलाई चाहिँ म भिडियोमै 50 रुपिस चाहिँ उसले पाइसकेको छ। क्ल्याप क्ल्याप। कुनै चाहिँ रमाइलो पनि हुन्छ यसरी है, सबै कुरा कहाँ उयो हुन्छ त नि। अब चाहिँ जम्मा 2 वटा परेको छ अनि अब चाहिँ तेरो टर्न, उसको टर्न रहेछ। सो 100 रुपियाँ छ जस्तो छ त्यहाँ। यो 100 रुपियाँ दिँदा 100 रुपियाँ कसले पाउँछ? लेखेको छ जस्तो छ। कहाँ छ त यो? जनता जान्न चाहन्छ। सबै पैसा तिमीले लग्यो भने त नि म के गर्नु? पढेको छैन। यसो नै सक्दैन त म त सक्दिन। उसकोमा चाहिँ के परेछ भन्दाखेरि चाहिँ खुर्सानी खाने हो। सो मैले यो पनि राखेको थिएँ अनि च्यालेन्ज हो नि त हौ। म चाहिँ जे सक्दिन। ल खासै नपिरो, लु खासै नपिरो। सो साथीहरू उसको टर्नमा चाहिँ खुर्सानी खाने छ। म चाहिँ खुर्सानी लिएर आउँछु है त। उसको टर्नमा चाहिँ उसको चिटमा चाहिँ खुर्सानी खाने परेको थियो अनि उसले चाहिँ पिरो चाहिँ बन्दै होइन पिटिक्कै बिल्कुलै उसले चाहिँ एक थोपो पनि कहिले पनि उसले पिरो खाँदैन। झुकेर धुलो खुर्सानी हाल्यो भने उसले चाहिँ स्यास र फेप्पे हुन्छ होइन। अनि आज चाहिँ उसको च्यालेन्ज है खुर्सानी खाने छ। सो साथीहरू उसको अब रियाक्सन चाहिँ कस्तो आउँछ त, उसले कस्तो हरकत गर्छ त भन्ने चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। सो म चाहिँ उसलाई यो सबै खानु पर्ने माया लागेर म चाहिँ उसलाई एउटा खुर्सानी मात्रै दिन्छु। उसले चाहिँ कहिले खाँदैन क्या उसले खुर्सानी। अब हामी जस्तो खाइराख्ने मान्छेलाई त वास्ता भएन। यो खोर्सानी फेरि एकदमै पिरो छ क्या, हामीले बिहानै सब्जीमा हाल्दाखेरि एकदमै पिरो भएको थियो अनि उसले चाहिँ खोर्सानी खानै सक्दिनँ। मलाई चाहिँ माया पनि लागिरहेको छ। सो च्यालेन्ज हो अनि उसले एक्सेप्ट गर्नै पर्यो अब। सो मैले चाहिँ माया लागेर उसलाई पानी ल्याइदिएछु, तर उसले सबै खानुपर्ने खुर्सानी चाहिँ खानु पर्यो।
सबै एड्सको 75% चाहिँ खानु पर्यो यो खोर्सानीको भाग। माया लागेर मैले त्यति, किनकि त मेरो बेस्ट फ्रेन्ड हो नि त। उसले खाँदैन क्या साथीहरू, एकदम डरेर छ, अरू बेला पनि खाँदैन। अलिकति खान्छु न 25% सबै खानुपर्ने मिल्नु पनि पर्ने। मैले चाहिँ एउटा कुरा चाहिँ अब यहाँ चाहिँ लास्ट चिट यो छ होइन। अनि यहाँ चाहिँ अब मैले चाहिँ अघि के भएको थियो भन्दाखेरि चाहिँ मैले चाहिँ एउटा 100 रुपियाँको चिट पर्ने अनि एउटा 50 को बनाएको थिएँ नि त। अनि 50 रुपियाँ चाहिँ उसलाई परिसक्यो, अनि बाँकी यही एउटा छ, बाँकीमा 100 रुपियाँ पैसा छ। अनि यदि उसले यो च्यालेन्ज कम्प्लिट यो खोर्सानीको सबै भाग खायो भने उसले यो 100 रुपियाँ उसको हुन्छ। 75% मात्रै भयो भने चाहिँ यो पैसा उसको हुँदैन। सो यहाँ 100 रुपियाँ छ। अनि अब हेर्न सक्नुहुन्छ। अनि यसैका साथ हाम्रो च्यालेन्ज पनि कम्प्लिट हुन्छ। अनि उसले चाहिँ यो खोर्सानी खायो भने चाहिँ उसले चाहिँ 100 रुपियाँ पाउँछ। सो पानी पनि ल्याइदिनु माया लाग्यो। खान्छु म 100 हो भने। पानी पनि छ, पिरो छ। मैले पानी खान्छु। ममा सेम, म पनि दबाई खान्छ जस्तै। लु आगो पर्यो। सबै खानु गरम गुडुङ खाँदै एकैचोटि। कस्तो पिरो छ त अनि थोरै टोक्दा पिरो हुँदैन क्या। गरम गुडुङ खा न, गरम गुडुङ। पानी ठिक पारे। ल म एकदम रेडी पार्छु। गरम गुडुङ। मलाई कस्तो माया लागिरहेछ क्या, यसले अरू बेला कहिले खाँदैन क्या। मलाई साँच्ची किन माया लाग्यो, अरू बेला कहिले पनि खाँदैन। सरी, मेरो भिडियोको लागि खाइरहेछ क्या उसले, अरू बेला कहिले खोर्सानी खाँदैन क्या। पानी खा। लु यहाँनिर थुक, यहाँ थुक खोर्सानी थुक। खा, पानी खा न, घटघट काट्नु पर्छ कि खाँदै। मलाई कस्तो माया लागिसक्यो क्या यसको। रिसक्नु भयो पानी साथीहरु खा। चाहिँ। कति माया लागिरहेछ क्या, कहिले खाँदैन। नुन खानु। कति पिरो भइरहेछ यसलाई, कति पिरो भइरहेछ। मेरो साथीहरू यसले 6 रुपियाँलाई कहिले पनि खाँदैन। अनि साथीहरू, मेरो साथीले चाहिँ अरू बेला कहिले पनि खोर्सानी खाँदैन। अनि उसले चाहिँ आज चाहिँ यो च्यालेन्ज एक्सेप्ट गरेर पनि उसले खोर्सानी खाइरहेछ। मलाई चाहिँ उसको एकदमै धेरै माया लागिरहेछ। अनि उसले 100 रुपियाँ पनि पाएको छ। सो साथीहरू, हाम्रो भिडियो स्किप नगरिकन हेरिदिनु होला। अनि आजको हाम्रो भिडियो चाहिँ यही इन गर्न चाहन्छौँ। अनि मेरो युट्युब च्यानललाई सबैजनाले लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। आजलाई यति भन्दै हामी यो भिडियोलाई यही इन गर्छौँ। तपाईँहरू पनि आफ्नो टेक केयर गर्नु होला। बाई बाई।